वेलकम टू माई यूट्यूब च्यानल इट्स मी एकता राई। आजको स्पेशल भिडियो चाहिँ मैले लास्ट टाइम शिला चामलिङ राईको यूट्यूब च्यानलमा मेरो पढाइको जापान स्टडी स्ट्रगल र करियरको बारेमा एउटा भिडियो बनाएको थिएँ। त्यो भिडियोको कमेन्टमा धेरैजनाले मेरो पढाइको अनि काम गरिरहेको ठाउँको जापानको बारेमा क्वेसन गरिरहनु भएको थियो। त्यही क्वेसनहरूलाई इन्क्लुडिङ गरेर आज मैले यो भिडियो बनाउन लागिरहेको छु र भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् होला र त्यस भिडियोको डिस्क्रिप्सनमा मैले लिङ्क पनि राखेकी छु र त्यो भिडियो पनि गएर हेर्नुहोस् होला, जसले तपाईहरुलाई केही इन्फर्मेसन अथवा केही हेल्प गर्छ भन्ने आशा गरेकी छु र यस भिडियोलाई पनि अन्तिमसम्म हेरेर साथ दिनुहोस् होला। क्वेसनहरु चाहिँ टपबाट नै लिन चाहन्छु, जुन क्वेसन चाहिँ मलाई मात्र नभएर उहाँ शिला चामलिङ राईलाई पनि सोध्नु भएको हुन सक्छ र यसको मैले जानेको जति टोटल्ली मैले अरूको बारेमा नभएर मैले आफ्नो एक्सपिरियन्स र मसँग पढ्दै गर्नुभएको साथीहरू सबैको बारेमा मलाई केसम्म थाहा छ त्यति मात्र मैले यस भिडियोमा बनाउन गइरहेको छु। सबैसँग नमिल्न पनि सक्छ, त्यसको लागि म टोटल्ली मेरो आफ्नो पर्सनल एक्सपिरियन्सलाई तपाईहरुलाई केही हेल्प हुन्छ भनेर बनाइरहेकी छु। र फर्स्टमा एकजनाले उहाँको आइडी नाम त छैन, उहाँ समथिङ स्टिकर हाँसिरहेको टाइपको छ। उहाँको क्वेसन रहेको छ, दिदी एम्बेसी इन्टरभ्यूमा कस्तो क्वेसनहरु सोध्छ होला, यसको बारेमा एउटा भिडियो बनाइदिनु न दिदी भन्नुभएको रहेछ। यसको लागि चाहिँ एमएससीमा क्वेसन कस्तो हुन्छ भने म चाहिँ 2016 मा आएको अनि मैले त्यो भिडियोमा पनि भनेको छु कि म आउँदाखेरि चाहिँ मैले एमबीसीमा एक्जाम त्यस्तो केही दिनु परेको थिएन र त्यतिखेर कस्तो थियो भने ब्याचलर वा माथिको लेभलकोहरूले चाहिँ इन्टरभ्यू अनि कुनै पनि एक्जामहरु दिनु पर्दैन थियो, त्यही भएर मैले दिइनँ र अहिले चाहिँ बेसिकली त्यो चाहिँ दिनै पर्ने भएको छ र त्यसमा चाहिँ सोध्ने क्वेसन भनेको M4 लेभल, जसमा चाहिँ सामान्य खान्जीहरु हुन्छ र इन्टरभ्यूमा जस्तै जापान किन जान चाहनुहुन्छ, जापानमा कोही रिलेसन कोही हुनुहुन्छ कि हुनुहुन्न, तपाई जापानमा गएर के पढ्न चाहनुहुन्छ, जापान जाने तपाई किन जान चाहनुहुन्छ भनेर र सामान्य जान्नै पर्ने कुरा भनेको चाहिँ जापानिजमा जीको शोकाइ भन्छ र इंग्लिशमा अथवा नेपालीमा भनौं आफ्नो परिचय सेल्फ इन्ट्रोडक्सन, यो कुराहरु चाहिँ जापानिजमा सामान्य भन्न जान्नु पर्ने हुन्छ र सामान्य खान्जीहरु लाइक अब डेहरुको सन्डे मन्डे यो टाइम भन्ने कुराहरु सामान्य यिनीहरु चाहिँ जान्नु पर्ने हुन्छ र थोरै भए पनि कम्युनिकेट गर्न सक्ने चाहिँ हुनुपर्ने हुन्छ। अहिलेकोमा चाहिँ सामान्य क्वेसन हुन्छ, तर M4 लेभल भनेर कन्सल्टेन्सीमा जाँदाखेरि पनि उहाँहरूले N4 लेभलको N3 लेभलको भनेर यसरी पढाउनुहुन्छ, N5 लेभल भनेर पढाउनुहुन्छ र त्यतिखेर तपाईहरुले त्यो लेभलको बुक पाउँछ, त्यति पढेर आउनु भयो भने तपाईहरुलाई एमबीसीमा पास गर्न सक्नुहुनेछ। अनि सेकेन्ड क्वेसन चाहिँ यहाँनेरि के लेख्नु भएको छ भने दिदी इन्टरनेशनल रिलेसनको स्कोप कस्तो छ जापानमा भनेर अभिषेक यादवजीले लेख्नु भएको छ। उहाँको क्वेसन चाहिँ अलिकति बुझ्न गाह्रो भयो, जस्तै पढाइको रिलेसन भन्नुभयो कि मान्छेको रिलेसन, कन्ट्रीको रिलेसन के भन्न खोज्नु भएको, तर यस क्वेसनलाई मैले आफ्नै तरिकाले भन्न चाहे सबै कुरालाई समेटेर। जस्तै जापान भनेको चाहिँ अहिले लास्ट हेर्ने हो भने चाहिँ कस्तो छ भने अहिलेको करेन्ट सिचुएसन हेर्दै जाने हो भने चाहिँ जापानको जनसंख्या चाहिँ घट्दो क्रममा छ, मानिसहरुको अब यहाँको जनसंख्या घट्दै गइरहेको छ र विदेशीहरु आउने क्रम एकदमै बढेको छ। तर आफ्टर कोभिड चाहिँ विदेशीहरु आउने क्रम पनि घटिरहेको छ, कोभिडको कारणले हो, त्यो पछि फेरि बढ्न पनि सक्छ भन्ने लाग्छ। तर यहाँनेरिको र हरेक ठाउँमा स्कोपको लागि चाहिँ हामीले अब काम गर्दा होस् पढाइमा होस् सबभन्दा मेन भनेको ल्याङ्ग्वेज हो। यदि तपाईसँग ल्याङ्ग्वेज छ भने तपाईले काममा जानुहोस्, कुनै पनि ठाउँमा कोही जापानिजसँग तपाईले एउटा सम्बन्ध बनाउनुहोस्, बोल्नुहोस्, तर तपाईसँग जापानिज ल्याङ्ग्वेज छ भने तपाईको स्कोप काममा जे ठाउँमा पनि एकदमै धेरै छ र उनीहरुलाई इम्प्रेस पार्ने भनेको जापानमा हाम्रो स्कोप बनाउने भनेको उनीहरुलाई कामले हो। जस्तै तपाई कुनै ठाउँमा काम गर्नुहुन्छ र तपाईको इमानदारीता स्कुलमा पनि स्टुडेन्ट हुँदाखेरि तपाई स्कुल कन्टिन्यू जानुहुन्छ हुन्न र काममा पनि कतिको डेडिकेटेड हुनुहुन्छ हैन, तपाईको कामको डेडिकेसन अनि तपाईको रेस्पोन्सिबिलिटी
अनि तपाईको सबभन्दा मेन भनेको ल्याङ्ग्वेज। यदि तपाईसँग ल्याङ्ग्वेज छ भने जापानिजहरूले अब तपाईलाई कुनै पनि कुरामा डिस्क्रिमिनेसन गर्दैन। विदेशी र जापानिज भनेर यसरी छुट्याउने त्यस्तो धेरै क्याटेगोरिजहरू छैन। मेन भनेको ल्याङ्ग्वेजले नै हो। यदि तपाईँ बोल्नै जान्नु भएन भने त कम्युनिकेट गर्न तपाईँले त काममा कुनै पनि काम गर्न सक्नु हुँदैन नि त। त्यति मात्र फरक हो। र यदि तपाईसँग ल्याङ्ग्वेज छ भने तपाईँको पावर भनेको ल्याङ्ग्वेज हो। तपाईँको स्कोप चाहिँ जेमा पनि हुन्छ यो कुरा चाहिँ। र तपाईँको आफ्नो डेडिकेसन हो मेन। उहाँको क्वेसनलाई मैले यसरी एन्सर गर्न चाहेँ। त्यसै गरी अर्को साथीको कमेन्ट लिन चाहे। सोनिया भण्डारी हुनुहुन्छ। उहाँको कमेन्ट रहेको छ एचएम पढ्दा कति खर्च लाग्छ यही कुरा कुरिरहेको थिएँ भनेर। र यस कमेन्टमा सिला दिदीले पनि कमेन्ट गर्नुभएको छ। र मैले पनि म एज अ एचएमको स्टुडेन्ट भएको नाताले म यसको पनि एन्सर गर्न चाहेँ। र यस क्वेसनमा चाहिँ एचएम पढ्दा कति खर्च लाग्छ भनेर भन्दाखेरि एक्ज्याक्टली चाहिँ हुँदैन। तर अब यहाँको कलेज अनुसारै हो मेन चाहिँ। अब कुन कलेजले नेपालमा पनि होस् अथवा कुनै पनि कन्ट्रीमा कलेज अनुसारको फीहरू डिफ्रेन्ट हुन्छ। तर एभरेजमा भन्नुपर्दा मैले पढेको कलेज चाहिँ कस्तो थियो भने जापानिज र हामी सँगसँगै पढेको भएर जापानिज र हाम्रो घर चाहिँ अलिकति जापानिजहरूकै लेभलको। उनीहरूको लागि त त्यो पैसा थोरै हुन्छ, हाम्रो लागि त धेरै हुन्छ। र अरू पनि कलेजहरू छ एचएम पढ्ने जसमा रिगाक्से भनेको फरेनर स्टुडेन्टहरू मात्र पढ्ने स्कुल पनि छ। त्यसमा अलिअलि डिस्काउन्ट के को हुनसक्छ। तर हाम्रोमा चाहिँ कस्तो थियो भने स्पेसली म पढ्दाखेरि चाहिँ कुनै कुराको स्कलरसिप थिएन मेन कुरा। अनि त्यसपछि हामीले पढ्ने फी मात्रै चाहिँ इयरली 9 लाख तिर्नु पर्थ्यो। र त्यो बाहेक चाहिँ यो कुकिङहरू पनि हाम्रो एक्स्ट्रा क्लास, त्यो हाम्रो सब्जेक्ट रिलेटेड चाहिँ होइन तर त्यो कम्पलसरी लिने क्लास भएकोले कुकिङ ड्रेसहरू अनि त्यसपछि बुकहरू भयो। अनि जापानिज क्लास पनि हुन्थ्यो, त्यसको क्लासको बुक्सहरू भयो। सबै बुक्सहरू टोटल गरेर अनि त्यहाँ लाग्ने इभेन्टहरू खर्चहरू सबै टोटल गर्दाखेरि एक्स्ट्रा 80 देखि 90 हजार भनेको त्यति 1 लाख समथिङको खर्च हुन्थ्यो। भन्दाखेरि 10 लाख चाहिँ हाम्रो समथिङको हिसाबमा 10 लाख चाहिँ खर्च हुन्थ्यो 1 इयरको लागि। सेकेन्ड इयर भएपछि अलिकति कम हुने फी चाहिँ फीमा। तर भने फेरि बुकहरू त्यो ड्रेसहरू गर्दाखेरि अलिकति त्यो पनि कम हुन्थ्यो। जस्तै फर्स्ट इयरमा 80 हजार 90 हजार लाग्यो भने सेकेन्ड इयरमा त्यस्तै 65 देखि 70 सम्मको लागेको थियो। अनि त्यति टोटल गर्दाखेरि 2 इयर्समा 22, 23, 24 लाख 25 लाख त्यतिमा चाहिँ हाम्रो एचएम पढाइ कम्प्लिट भयो अथवा मेरो चाहिँ भयो। र त्यो बाहेक लाग्ने एक्स्ट्रा आफ्नो पर्सनल खर्चहरू त भइ नै हाल्छ। र त्यसमा हामीले अब काम गरिन्छ, आफूले काम गरेको पैसाहरू बचत गरेर हुन्छ। अनि मेरो चाहिँ कस्तो थियो भने जस्तै क्लास लामो थियो र शनिबार आइतबार पनि के इभेन्टहरू हुन्थ्यो। अनि 6 महिना पढाइ हुन्थ्यो, 6 महिना चाहिँ बिदा हुन्थ्यो। मतलब त्यो चाहिँ कसरी हुन्छ भने जस्तै हाम्रो समर भ्याकेसन 2 मन्थको हुन्थ्यो। 2 मन्थमा चाहिँ फेरि हामीले चाहिँ बिदा बस्ने, घरमा रिल्याक्सले बस्ने, घुम्न जाने हुँदैन थियो। हामीले होटलमा इन्टर्नसिपको लागि जानुपर्ने। र इन्टर्नसिपमा जाँदा हामीलाई फाइदा कस्तो थियो भने काम गरेको इन्टर्नसिपमा काम गरेको पैसा पनि पाउने। र त्यसको चाहिँ स्कुलमा एटेन्डेन्स भए जस्तो 1 घन्टाबाट 3 घन्टा बराबर एक चाहिँ के भन्छ 1 मार्क्स जस्तो के त्यो चाहिँ हाम्रो एटेन्डेन्समा प्लस भएर जाने भएकोले त्यो हाम्रो डबल फाइदा। अनि यदि तपाईँ जुन ठाउँमा पढ्दै हुनुहुन्छ त्यही ठाउँमा तपाईँ पुरानो काम पनि भ्याउनुहुन्छ र इन्टर्नसिपको पनि काम भ्याउनुहुन्छ भने त्यताबाट पैसा आउँथ्यो र त्यसले हामीलाई डबल फाइदा गर्थ्यो। यदि हामी यो ठाउँबाट अर्को ठाउँको होटलमा गयौँ भने चाहिँ त्यही इन्टर्नसिपको पैसा अलिकति रेगुलर काम गर्नेलाई भन्दा हामी इन्टर्नसिपको चाहिँ अब पढ्न भनेर गएको भएर अलिकति कम पैसा स्यालेरी आउँथ्यो। अनि अर्को क्वेसन रहेको छ राहुल कुनुवार हुनुहुन्छ। उहाँको क्वेसन चाहिँ वर्किङ भिजामा चेन्ज गर्नको लागि कुन लेभलसम्मको पास गर्नुपर्छ दिदी भनेर भन्नुभएको रहेछ। जापानको केसमा चाहिँ वर्किङ भिजा गर्नको लागि कुन केसम्म पढ्ने भनेर कुन लेभलसम्मको पढाइ चाहिन्छ भन्दाखेरि हामीले यदि नेपालमा ब्याचलर अथवा मास्टर गरेर आएको छौँ भने चाहिँ यहाँनिरको भाषा क्लास भनेको चाहिँ 1 इयर 1.5 इयर त्यो चाहिँ कम्पलसरी हुन्छ। जुन हामीले नेपालमै अलरेडी फी तिरेर आएको हुन्छौँ त्यो चाहिँ हामीले पास गर्नै पर्ने हुन्छ। त्यो ग्रेजुएसन भइसकेपछि तपाईँहरू वर्किङ जानुलाई
सक्नुहुन्छ। तर त्यसमा पनि फाइदा बेफाइदा हुन्छ। अब वर्किङ त हुन्छ, एकचोटिलाई भिजा पाएला तपाईँ अर्कोचोटि नेक्स्ट इयर फेरि अब पाइसकेको भिजा फेरि सकेपछि फेरि एप्लाई गर्दाखेरि जस्तै तपाईँको जापान आएर पढेको सर्टिफिकेटहरू माग्ला कुनै पनि खाइसा सबै खाइसाहरू सेम हुँदैन। त्यतिखेर तपाईँसँग जापान आएर पढेको सर्टिफिकेटहरू पुगेन भने त्यसले तपाईँलाई नै असर गर्छ। तपाईँ वर्किङ गइसकेपछि फेरि स्टुडेन्टमा जान्छु भन्न मिल्दैन। र बेसिकल्ली हामी ब्याचलर पढेर आएकोहरूलाई चाहिँ यहाँनिर वर्किङ गर्न मिल्छ। यहाँको अर्को भाषा स्कुल ग्रेजुएट भएपछि अर्को सेनमुन भन्छ, अथवा सेनमुनहरू नगए पनि दाइगाकु नगए पनि तपाईँले चाहिँ यहाँको के भन्छ वर्किङ डाइरेक्ट गर्न मिल्छ। यदि तपाईँ +2बाट आउनुभएको छ भने चाहिँ तपाईँले कम्पलसरी चाहिँ तपाईँले पहिला भाषा स्कुल 1 के भन्छ जापानिज ल्याङ्ग्वेज क्लास पढेर ग्रेजुएट भएर फेरि यहाँको एउटा तपाईँले अब केमा जब गर्न चाहनुहुन्छ। अब यहाँको धेरैवटा सब्जेक्ट हुन्छ, लाइक एचएम हुन्छ, अटोमोबाइल इन्जिनियरिङ हुन्छ, आइटी हुन्छ, अनि त्यसपछि बिजनेस हुन्छ, अनि खाइगो भनेको चाहिँ यो नर्स केयरिङ जस्तो होइन त्यो हुन्छ। अनि यस्तो धेरैवटा सब्जेक्टहरू छन्। अनि तपाईँले एयरलाइन्सपट्टि धेरै राम्रो राम्रो पढ्नेहरू पनि हुनुहुन्छ। अनि यहाँ आएर पिएचडी गर्नेहरू पनि धेरैजना हुनुहुन्छ। त्यही भएर तपाईँले पढ्ने काम गर्ने त्यो तपाईँमा डिपेन्ड हुन्छ। र लङ टर्म जापान बस्ने या सर्ट टर्म बस्ने त्यो पनि तपाईँमा डिपेन्ड हुन्छ। अनि अर्कोजनाको क्वेसन दिन चाहे मैले, उहाँ हुनुहुन्छ निश्चल श्रेष्ठजी। निश्चल श्रेष्ठजीको क्वेसन छ, दि एडमिसनको लागि कस्तो हुन्छ नेपालीलाई स्टडी गर्न पाउने नपाउने हो, हजुरले केही एन्सर दिनुहुन्छ। र शिला दिदीले पनि उहाँले एन्सर दिइसक्नु भएको छ। जापानमा एडमिसन एकदम फेमस छ। सो तर आजसम्म नेपाली स्टुडेन्ट स्टडी गरेको मैले सुनेको छैन। बट तपाईँ स्टडी गर्न चाहनुहुन्छ भने यसको स्कोप राम्रो छ भनेर भन्नुभएको रहेछ। जे पढ्न मन लाग्छ, यहाँ भएको सब्जेक्टहरू धेरै छ। तपाईँले तर खोज्नु पर्यो, स्टडी गर्नु पर्यो। अलिकति जापानिज ल्याङ्ग्वेजमै हुन्छ, गाह्रो हुन्छ सुरुमा चाहिँ। तर अब खोज्दै जाँदा आफूले चिनेकोहरूलाई भन्दाखेरि तपाईँले जे पढ्न मन लागेको कुराहरू पढ्न चाहिँ पाउनुहुन्छ। अनि नेक्स्ट क्वेसन रहेको छ, आशा सुनुवा। दिदी यदि जापानमा हामी स्टुडेन्ट भिजामा आयौँ भने जब कसरी खोज्ने प्लिज भनिदिनु न। मैले सुनेको जापानमा काम गर्न गाह्रो हुन्छ स्टुडेन्टको लागि। आशा सुनुवाजीले भन्नुभएको क्वेसनलाई पनि मैले लिन चाहेँ। जापानमा चाहिँ अब त्यही हो, फर्स्टमा आउँदा गाह्रो हुन्छ, काम पनि एकदमै गाह्रो हुन्छ। पढ्दै काम गर्दै, कसैको नाइट काम हुन्छ, दिनभरि पढ्नुपर्ने हुन्छ, कसैको दिउँसो क्लास हुन्छ, बिहान काम गर्नुपर्ने हुन्छ, अनि क्लास सकेर फेरि बेलुका काम गर्नुपर्ने हुन्छ। यसरी टाइम म्यानेज गरेको हुन्छ। फर्स्टमा त काम पाउने कुरा उहाँको क्वेसन छ, काम कसरी पाउने भनेर भन्नुभएको छ। कामको लागि चाहिँ एउटा काम चाहिँ स्कुलले पनि हेल्प गर्छ, कुनै स्कुलले नगर्ला। र फर्स्ट अब तपाईँले चिनेको अगाडिको सिनियरहरूलाई भन्न सक्नुहुन्छ। यदि तपाईँसँग भाषा छ भने कामहरू जति पनि पाउँछ। तपाईँसँग ल्याङ्ग्वेज हुनु पर्यो, यो फ्यामिली मार्टहरू भयो, अनि यस्तो रेस्टुरेन्टहरू भयो, यहाँ चाहिँ काम पाउन सकिन्छ। र तपाईँले काम खोज्नको लागि चाहिँ यो टाउन वर्क भन्ने एप्सहरू हुन्छ, त्योहरूबाट पनि खोज्न सक्नुहुन्छ। र मेन चाहिँ तपाईँसँग ल्याङ्ग्वेज छ भने कसैलाई पनि तपाईँले कामको लागि गुहार्नु पर्दैन। तपाईँ एक ठाउँमा काम नपाउनु होला, अर्को ठाउँमा नपाउनु होला, तपाईँले कन्टिन्युसली ट्राई गर्दा काहीँ न काहीँ तपाईँलाई काम मिल्छ। सो तपाईँले ल्याङ्ग्वेज चाहिँ हुन जरुरी छ। सुरुमा चाहिँ आउँदाखेरि कसैलाई अब तपाईँको सिनियरहरूलाई भन्नुभयो भने उहाँहरूले भनिदियो भने चाहिँ काम पाउन पनि सक्नुहुन्छ। अनि अर्कोजनाको क्वेसन लिन चाहेँ मैले, एरियल अफिसियलजीको क्वेसनलाई लिन चाहेँ। उहाँको क्वेसन रहेको छ, एभरेजमा स्यालेरी कति हुन्छ होला एचएम पढिसकेर, जान्न मन लागेको प्लिज रिप्लाई भनेर लेख्नु भएको रहेछ। उहाँको क्वेसनलाई चाहिँ मैले यसरी एन्सर दिन चाहेँ कि म आफै एचएम पढेको र अहिले म होटलमै काम गरिरहेको छु। र मैले कसैको पनि अरू होटलमा काम गर्नुहुने, अरू होटलमा पढ्नुहुनेहरूलाई मध्यनजर नगरी म टोटली आफ्नो एक्सपिरियन्सलाई भन्न गइरहेको छु। र एभरेजमा स्यालेरी कति हुन्छ भन्नुहुन्छ, जापानमा कम्पनीहरूमा स्यालेरीहरू सेम नै हुन्छ। स्टार्टिङ पोइन्टमा बेस
बेसिकल्ली जस्तै अब सुरुमा हामीले पाउने भनेको कम्पनी अनुसार मेन त ठुलो कम्पनी छ भने अलिकति बढी अनि त्यसको फ्यासिलिटी भयो अनि त्यसमा आउने बोनसहरू भयो हरेक कुराले गर्दाखेरि स्यालेरीमा डिफ्रेन्ट हुन्छ। तर पनि कम्पनीको अब सानो कम्पनीहरूको फ्यासिलिटी कम हुन्छ अनि त्यो कुरामा नमिल्न सक्छ। होटलको पनि अब होटलको ठुलो कम्पनी हुन्छ, कुनैको सानो कम्पनी हुन्छ, कुनैको एकदमै अब ठुल्ठुलो होटलहरू भएको कम्पनी होटल हुन्छ अनि कुनैको बिजनेस होटलहरूको पनि ठुल्ठुलो हुन्छ अनि सानो हुन्छ। त्यो भएर स्यालेरीमा डिफ्रेन्ट आउन सक्छ। तर एभरेजमा चाहिँ कस्तो हुन्छ भने होटल लाइनमा चाहिँ त्यही हो 2 लाख समथिङको बेसिक स्यालेरी हुन्छ। अब तपाईँले त्यसमा बढ्दै जान्छ यदि तपाईँले अब आफै एक्जाम दिएर राम्ररी पास गर्नुभएको छ भने त्यसरी बढ्दै जान्छ तपाईँको। अनि तपाईँको यदि दाइगाको भनेको चाहिँ युनिभर्सिटी अनि सेन्ट मोन छ भने चाहिँ तपाईँको त्यो अनुसार पनि स्यालेरीमा घटबड हुन्छ। जस्तै अनि होटलभित्रको पनि हरेक त्यो अब सर्भिसको ट्रेनिङ सर्भिसको यस्तो हुन्छ लाइसेन्सहरू हुन्छ त्योहरू छ भने त्यसले गर्दा पनि तपाईँको स्यालेरीमा घटबड हुन्छ। जस्तै त्यो के भन्छ लाइसेन्स हुने मान्छेको स्यालेरी बढी हुन्छ, नहुनेको कम हुन्छ। जस्तै हामी नेपालमा दाइकीको पढेर आयौँ भने अलिकति स्यालेरी बढी होला कम होला, त्यो पनि कम्पनी अनुसार हुन्छ। अनि जस्तै तपाईँले अब ट्याक्स तिर्नुपर्ने हुन्छ अनि तपाईँको रुम सर्भिसहरू दिएको छ कि छैन। अनि यहाँनिर मेन भनेको ट्याक्स, इन्सुरेन्स र पेन्सन यो कम्पलसरी तिर्नुपर्ने हुन्छ। यिनीहरूले नै पैसा समथिङ 40,000 बाट 50,000मा चाहिँ यिनीहरूमै काटिन्छ। अनि तपाईँको अब काम गरे अनुसार ट्याक्स चाहिँ बढ्दै घट्दै गर्ने हुन्छ। यसरी सबै कुरालाई म्यानेज गरेर एभरेजमा हेर्दाखेरि चाहिँ तपाईँको 1.50 चाहिँ तपाईँले हातमा पाउनुहुन्छ पैसा। अलिकति तपाईँ अब ओभर टाइमहरू कम्पनी अनुसार ओभर टाइम दिने नदिने हुन्छ र तपाईँले यदि ओभर टाइम गर्नुभयो भने तपाईँको हातमा 2 लाख पनि आउन सक्छ, बढी पनि आउन सक्छ। यसरी एक्ज्याक्ट चाहिँ हुँदैन तर समथिङ एभरेजमा यस्तै हो भनेर भन्न चाहिँ सकिन्छ। तर नराम्रो छैन, काम पनि सिक्न पाइन्छ अनि स्यालेरी भनेको ठिकै सेटिस्फाइड भइन्छ। सोनिया भण्डारीजीको उहाँले भन्नुभएको छ अनि एउटा काम गरेर एचएम पढ्न पुग्छ र अहिले त टाइट गरेको छ रे भनेर भन्नुभएको छ होइन। एक्ज्याक्टली एउटा काम गरेर पढ्नको लागि पुग्छ र भन्दा पनि एकदम गाह्रो हुन्छ। पुग्नको लागि चाहिँ आफूमा भर पर्छ कति खर्च गर्ने भनेर। र तपाईँको अब तपाईँले कमाउँछु नेपालमा पनि आफ्नो ऋण पनि तिर्दै गर्छु यहाँ पनि पढ्छु भन्नुभयो भने त्यो सम्भव छैन। तर बेसिकली यहाँ मान्छेले एउटा काम चाहिँ गर्दैन, काम दुइटै गर्ने हो। तर त्यसमा काम तपाईँले जतिवटा गर्न सक्नुहुन्छ तर त्यसले इफेक्ट गर्ने भनेको हामीलाई हो। र तपाईँले जस्तै एउटा काम चाहिँ हामीले अब यो ब्याङ्कमा देखाएरै गर्नुपर्छ। जस्तै त्यो कामले हामीले यसरी पढ्दैछौँ भनेर देखाउनु पर्ने हुन्छ। कामै नगर्दा केले पाल्यो भन्ने हुन्छ नि त, त्यो पनि हामीले इमिग्रेसनले खोज्छ त्यो देखाउनु पर्छ। र नेक्स्ट भनेको अर्को काम चाहिँ भरसक तपाईँले मैले एउटा कामले पुग्छ पुग्दैन त्यो आफूमा भर पर्छ। तर पुग्दैन बेसिकली हाम्रो पुग्दैन, त्यही भएर अर्को काम चाहिँ भरसक तपाईँले ह्यान्ड क्यास गर्नुहोस् जहाँ तपाईँले जाइरो कार्ड पनि दिन नपर्छ, आफ्नो केही कुरा डिटेलहरू दिनु नपरोस्। त्यसले गर्दा तपाईँलाई पछि भिजामा प्रब्लम आउँदैन। र काम दुइटै गर्ने हो। सकिन्जेल चाहिँ हामीले ह्यान्ड क्यास गर्ने ट्राई गर्नुपर्छ। हामीले ब्याङ्कमा दुइटै काम देखायो भने चाहिँ पछि त्यसले असर नगर्ला भन्न सकिँदैन। नदेखिने केस पनि धेरै छ, धेरैजनाको अब 2-3टा काम गरेँ मैले त राम्रै गरेँ भन्नेहरू पनि हुनुहुन्छ। तर सधैँभरि त्यो सिचुएसन चलिरहँदैन, त्यही हुन्छ भन्ने पनि हुँदैन। त्यही भएर हामीले आफैले केयरफुल हुनको लागि एउटा काम चाहिँ ब्याङ्क ब्यालेन्समा, एउटा चाहिँ ह्यान्ड क्यास गर्नु भए पनि राम्रो हुन्छ। र एउटा कामले हामीलाई ठिक्क खानु अनि त्यसपछि फी तिर्नलाई मात्रै पुग्छ, अलिअलि गाह्रो हुन्छ। त्यही भएर हामीले अर्को काम चाहिँ गर्नै पर्ने हुन्छ। र उहाँहरूको सबैजनाको क्वेसनलाई मैले एन्सर दिइसकेको छु र मैले उहाँहरूको क्वेसनलाई एन्सर दिने कोसिस गरेको सबै टोटल्ली मेरो पर्सनल एक्सपिरियन्स र यो कुरा अरूहरूमा लागु नहुन पनि सक्छ किनभने हरेक मान्छेको हरेक फाल्टै एक्सपिरियन्स हुन्छ। र मेरो एक्सपिरियन्समा मैले अहिलेसम्म के बुझेँ के जाने त्यो कुराहरूलाई मैले उहाँहरू समक्ष एउटा भिडियो मार्फत
इन्फर्मेसन गराइरहेको छु र यसमा तपाईहरूले अरूहरूलाई पनि सोध्न सक्नुहुनेछ। यदि तपाईँ विदेश जाँदै हुनुहुन्छ भने धेरै कुरा सोधेर आफ्नो माइन्ड मेकअपदेखि लिएर सबै कुरा म जस्तो कुरालाई पनि फेस गर्न सक्छु, जस्तो कुरा पनि म आफ्नो जस्तो प्रब्लम आयो भने म त्यो कुरालाई स्ट्रगल गर्न सक्छु भनेर तपाईँहरू विदेश जाँदै पढ्नलाई जानुहोस् होला। र यहाँनिर हुनुहुनेहरू पनि धेरैजना हुनुहुन्छ के सब्जेक्ट पढ्ने के गर्ने एकदमै अन्यलमा हुने र अब सिनियरहरूले पनि हेल्प नगर्ने, कसैलाई सोद्धाखेरि पनि उल्टो भनिदिने, त्यस्तोहरू धेरै हुन्छ। र तपाईँले सबभन्दा बढी आफूले नै आफूलाई रिसर्च गर्नुहोस्। म चाहिँ त्यही भन्छु, अरूहरूलाई सल्लाह लिँदाखेरि कसैले भनिदिएको कुरा 100% सही हुन्छ भन्ने हुँदैन। र सोध्न राम्रो हो, तर कति कुरा सोधेको कुरालाई सबै लिने होइन, आफूले पनि त्यसलाई खोजेर बुझेर चाहेर तपाईँले जे पढ्न चाहनुहुन्छ, जस्तो कम्पनीमा गर्नुहुन्छ सबै कुरा अहिले तपाईँले मोबाइलमा सर्च गरेर हेर्न सक्नुहुन्छ, सबै कुरा तपाईँले भेट्न सक्नुहुन्छ। त्यही भएर तपाईँले आफ्नो लागि आफै डिसिजन गर्नुहोस् होला। र मलाई लाग्छ यस भिडियोमा तपाईँहरूलाई मैले केही इन्फर्मेसन गराएको छु र त्यो सबै टोटल्ली मेरो पर्सनल एक्सपिरियन्स हो। र अझै पनि तपाईँहरूलाई केही कुरा जान्न मन छ, बुझ्न मन छ भने म तपाईँहरूको लागि भिडियो बनाइरहनेछु र कमेन्ट गर्दै गर्नुहोस् होला। भिडियो अन्तिमसम्म हेरिदिनु भयो। थ्याङ्क यू सो मच।